के हो यो सानीमा के बनाउन लानुभयो यो जाउको ल यो कसको ल्याइदि छोड पुगेन उठेर क्यामेरा ल के बोल्नु ल ब्लगमा ल कालो चाहिँ खानेलाई वेलकम छ बिहान बिहान गुड मर्निङ अरू के भन्नु हेलो के छ यहाँ कतिखेर आऊ मैले हिजो अस्तिदेखि त अम्बिका भने के हुँदैन यहाँ के हो यो खासमा यो भन्नु त ल यो पूजाको लागि हामीले अब यो पूजाको लागि कलशहरू रङ्ग्याएको भइरहेछ यत्रो धेरै चाहिँदैछ है यति धेरै चाहिन्छ पूजाको लागि कलशहरू धेरै कलशहरू रङ्ग्याएको छ रुद्रीको लागि ताउलो भयो ए ल के छ ल हजुर रेडी हुने होइन अब रेडी हुने एकछिनमा ए बिमे सानीमाले चाहिँ यो के हो यो फुलबत्ती बनाउन थालेको अब मैले यो बत्ती बनाउँदैछ नि मैले मुडुले जस्तै हजुर त बिमे सानीमा रेडी हुने हामी रेडी हुने अब पूजा सकिएपछि हो जस्तो लागिरहेछ यो चाहिँ एकदम इम्पोर्टेन्ट हो फेरि पूजाको लागि के हो यो गुरुजीलाई सुन्नुपर्छ यो के को लागि हो गोबर चाहिँ यो गाईको गोबर नमस्ते म रमेश पोखरेल आज म आजको विशेष पोखरामा खास गरी विशेष मामाको भूमिकामा हुनेछु मामाको भूमिकामा हजुर चाहिँ को मामा नै हुनुहुन्छ हाम्रो दुला राजाको कृपया रेग्मी कृपा छैन नि युट्युब च्यानलमा अर्कै छ के छ अरे सानो ल दिदीहरूलाई स्वागत छ भिडियो अब यो सबै केही प्रयोग गर्नुहुन्न त्यो कचरो हेलो गाइस मोले चाहिँ तपाईले आफै गर्ने त्यसलाई त यसै लाएर गर्नु पर्दैन ओम वरुण देवाय नमः भन्ने पनि भने ओम वरुण देवाय नमः यो कसार हो यो सेलरोटी हो हैन यो इसको नाम हो चिनी रोटी इसको नाम हो भेनी रोटी अर्सा भन्छ यसलाई यो फ्राई गरेको छोरी छोड्ने एउटी छोरी एउटा छोरीले बोलाउनु ए नानी अम्बिका यहाँ बस्छ भनेको बाबु आउने यहाँ बस्छ
यो फेरि अब के गर्ने मामा यो किन अब केही गर्ने होइन तिमी हेरेर बस्ने अस्ति जस्तै अरे कपाल झऱ्यो ए थालमै राख्नु भने पानीले तपाईँले होइन गर्ने गरिन्छ तिमीले यता गर्नु बल्ल बल्ल आउनु अरे कि अब बल्ल जे जे हुन्छ त्यही गर्ने कि हामी यहाँ अलिकति यतापट्टि अलिकति माइजू हुनुहुन्न माइजू अहिले हो त्यसै गरी अलि अलि भिजन गरौँ नमस्ते रुद्रपट्टि नमस्ते यता ब्रह्मा विष्णु महेश्वरलाई साँच्चै राखेको तिनतिर हुन्छ नि यहाँ चाहिँ विष्णुवे नमः नमो भगवते वासुदेवाय यता अगाडिपट्टि ब्रह्मा महँगो त के हो अब यो बलियो राखेँ क्या नि कहिले अनि भोलि भोलि बोलाउनु है कहिले बोलाउनु त्यसलाई भरे बोलाउनु चाहिँ विषयमा काम गर्नु त भयो होइन भरे चाहिँ आयो हिजो फोन गरेको थियो सर जाऊँ न भन्थ्यो हिजो ऊ आएको थियो म आज म आउँदैन हिजो भयो 4 पल्ट फोन गरेको बाटा यहाँ छ यहाँ थाहा भएपछि खोल्न त पर्यो नि अब बाँधिदिउँला पछि नकाटोमै चोर्याउँछ एकदम त्यो बिबिरा रहेछ बिबिरा भिजाएन जस्तो लाग्छ नि बसेर गर बसेर कति धेरै लाइदेखि टाउकैभरि उयो जम्मै कपालभरि त्यत्रो उस गरेर थुपारेसी त कहाँ हुन्छ त त्यहीँ राख कि त्यहीँ हो त्यही भाँडोमै राख्ने हो कि त्यो पनि त्यही राख मामा यता अगाडिबाट आउँछ ठिक होला क्या यतापट्टि चेकिन्छ होला उठेर गुरुहरूलाई एक एकवटा दिनु हेलो
यता दिन त भाइले राख्नु चाहिँ नमो ब्राह्मण देवाय ब्राह्मण विदाय गोविन्दाय नमः यामती धेनुगुहि भूतरुसुरमा दश प्रश्न रोचदसि सूर्यस्य भासरो सम्मा सन्नो देवष्टाप भण्डुदेशं रविश्रवन्दनः म ब्रह्मचारीमा बस्छु भनेको आजदेखिबाट है बस्छु नि होइन म कर्म गर्छु सबै कुरा भन्नु त उता कर बाँडी नगर भनेको म दिउँसोमा सोध्दिनँ भन्नु पर्यो मैले सबै कुरा बाचा गर्छु भन्नु पर्यो म अग्नि गर्नको लागि दाउरा लिएर आउँछु भन्नु पर्यो म शास्त्रहरूको अध्ययन गर्छु भन्नु पर्यो धर्मको चाहिँ म पालना गर्छु भन्नु पर्यो ल यसो मातालाई पितालाई सूर्यलाई चाहिँ यसो दर्शन गर्नुपर्छ पञ्चपात्र एउटा आसमानी पञ्चपात्र गुरुले मन्त्र लेखेर दिएको लेखेर दिनुभयो तिनचोटि खाने नि पहिलो लगायो भने अलि ब्राइट देखिन्छ दक्षिणा पनि बुवाहरूले सम्झिराख्नु चाहिँ यता बस्नु भयो अर्को दिनु पर्यो बुवाहरूले यता बस्नु आयुष्मान बाबा भनेर आशीर्वाद दिनु
भिक्षाम भवदेवी भिक्षा ओम भिक्षाम भवती मे देहि के भन्ने रे भिक्षाम भिक्षम भवदेवी हे भवती आमा मलाई भिक्षा दिनुहोस् म भिक्षा माग्न आएँ भवती भिक्षा मे देहि हो कि एकचोटि एकि दिनु ल भिक्षा ल एउटा घुमेर ओम भिक्षाम भवते मे देवी ओम भिक्षाम भवते मे देवी ओम भिक्षाम भवते मे देवी आमासित जाके त मित्र भोकर भिक्षा दिन भन हुन्छ अरे आमाले त हुनु पछाडि पछाडि ओम भवती भिक्षा मे देहि मेरो पुत्रलाई पाल्नलाई म चाहिँ यहाँ भिक्षा माग्न आछु भनेर के रे ओम भवती भिक्षाम देहि अब आमाहरुको छ है यो मम्मीको भयो हजुरआमा किन हुन्छ है हुन्छ नाति है एकैछिन म मेरो यसो मिलाइदिँदैछु सुन्नु त भाउजूले दिन हुन्छ है अब हुन्छ ए भाउजू आना हुन्छ रे गर्नुपर्छ कि अब घुमेर आउनु एकचोटि सिचाउ त ओम भवती भिक्षा मे देवी ओम भवती भिक्षा मे जति धेरै मागे त्यति धेरै दिए भिक्षा तपाईँ यहाँ नबस्नु छोड्दिनु त हुन्छ आमालाई हैरान हुने भयो अहिले त गर्नु ओम भवती भिक्षा छ नि बोरा एक्स्ट्रा खाइहाल्छ ओम भवती भिक्षा मे ल हजुरआमा आमाको हजुरआमा सबैले एक एक राख्नु अगाडि आउँदै ओम भवती ओम भवती भिक्षा ओम भवती एकैचोटि सबै होइन नि लाग्ला है ल ओम भवती भिक्षा अलि हानु नि हाम्रो भएन गयो अब घुमेर आउने होइन एकैचोटि गरौँला चाहिँ एकैचोटि गरौँला चाहिँ होइन घुमेर आउनु देखी हो के देखी हजुरहरूले त दिए हुन्छ कि एकैचोटि दिए हुन्छ मामा यो बोक्न गाह्रो होला यस्तो आउँछ हजुर ल देखी
भवते भिक्षामै देवी बोरा चाहिए है नमस्ते बुवा भर्खर आइपुग्नु अब यता आउनु पर्यो नि यही दुई हात यतातिर एकैचोटि भ्याइदिनु पर्यो घुमाउने यतातिर घुमाइदिए हुन्छ है उतातिर एकचोटि मात्रै भयो ल सबैले दिनु है यहीँ घुमेर फेरि आइहाल्छौँ है हामी ल है दिन मन लागेको छ दिनु फेरि जोडी आउँदा दिन पाइनु नभन्नु बाबु यहाँ त फर्केर भित्रै थिएँ मैले भर्खर बाहिर निस्केर घुमेर उतातिर भयो भयो हो नि घुमेको घर आइदिएको नि कि दुईटा हो कि तीनटा हो हल्ला गर्नु भएन है हल्ला गर्नु भएन ओम नमः शिवाय ओम नमः शिवाय मन मने जप्ने मन मने ओम नमः शिवाय जप्ने शान्तिकरा भवन्तु चिन्ह गरी न ओम नमः शिवाय मन भने पुष्पं च धूपं तथा दीपं देवदयामि कल्पितं क्रियतां सौवर्णेन रत्नकण्डकरुते पात्रे गतास्पायसं वच्चं पंचमुदं पयोयुक्तं ब्रह्मफलं पानकं साकानमयितं जलं रुचिकरं कर्पूरखण्डोज्ज्वलं ताम्बूलं मनसामयं चरितं भक्त्या प्रभो स्वीकुरु छत्रं चामरयोरिगं व्यजनकं चादर्शकं निर्मलं वीणावेदितं गलाकलानितं तदा
साष्टाङ्ग प्रणतिष्ठते भगवता यस्य समस्तं मया सङ्कल्पेन समर्पितं पूजा गृहाण प्रभो आत्मा तन्त्रिजामते सहचरा प्राण शरीरं क्रियं पूजा ते विषयोपभोगरचना निद्रा समाधि स्थिति संसार पदयो प्रदक्षिण विधि स्तोत्राणि सर्वाङ्गिरो कर्म करोमि तत्तदेवं संगोतवाराधनं कर्तनं कृतं वा कायजं कर्मजं वा श्रवणवेदनं वा मानसं वा अपराधं विहितं वा सर्वमेतच्छमस्व जय जय करुणादेव श्री महादेव शंभो जय जय श्री करुणादेव शंभो नित्यं जयन्ति कामदामसुदां चैव ओंकाराय नमो नमः पापं गतं दुःखं गतं दारिद्र्यमेव च आगतास्मितं शिवं तव दर्शनरूपं विद्महे महादेवाय धीमहि तन्नो प्रचोदयात् सर्वविद्यानामीश्वर सर्वभूतानां ब्रह्माधिपति ब्रह्मणो देवपुत्र ब्रह्मा शिवो मे अस्तु सदा शिवोम प्रभु नमस्कार च हजार फेरी नमस्कार च धेर दंदेन के स्तुति पाठ ध्यान केवलं मगर्चु शिरले प्रणाम इमानि पुष्पाणि मनोहराणि सुरासुराणां पवित्रलभानि अल्पद्रुतानि द्रुतानि तानि पुष्पाञ्जलिर्मे त्रिदायकं चञ्चलं त्रिगुणाकारं त्रिनेत्रं चतुर्दायकं त्रिजन्म पापसंहारम् एकबिल्वशिवार्पणं तो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे अवतः शिवरूपाय एकबिल्वशिवार्पणं नाना सुगन्ध पुष्पाणि देशकालोद्भवानि च पुष्पाञ्जलिर्मया दत्तं गृहाण परमेश्वर पुष्पाञ्जलिं समर्पयामि सर्वस्थार्थ देवताभ्यो नमो नमः बेलपत्रार्पणमस्तु महामहेश्वराभ्यो नमो नमः बेलपत्र भगवान श्रीजी आशुतोषलाई चढाइदिनु होला फलपत्र चढाइदिनु होला सबैले जयकार भन्नु होला जय जय श्री गणेश भगवानको जय भगवानको जय देवताहरूको जय वेदहरूको जय धर्मको जय को शङ्करको आजका कर्ताका कुल पुत्रीहरूको परिवारहरूको सनातन धर्मको भक्तहरू भक्तवत्सल भगवानको भगवानको आज प्रथम कर्म महिमाको संस्कार महिमाको धर्मको विश्वको धर्मको राष्ट्रको नाथको आजको आनन्दको इष्टदेवहरूको वैदिक सनातन धर्मको जय श्री राधे हर हर महादेव हेलो गाइजहरू के छ मेरो देखाइदिनु कामहरू गेले छोरा अब ज्ञानी भए गुरुलाई पनि नमस्कार गरे गुरुआमालाई त नमस्कार
यहाँ चेला मान्ने मान्छे मन्त्र सुन्नेको बोलाउनु त अब नमस्कार गरेर ल विदाई गर्न पर्यो हातमा ढोक्देऊ गुरुआमालाई हातमा खुट्टामा हैन हातमा ढोक्देऊ अब कहाँ उतार विकल्पको धेरै टाढा भाग्न रसनाउँथे भाग थकै चाहिँ थकै मामालाई भाग सरी होइन सुन न ल जा ए यहाँ नि पिपलको बुट त बिहा गरिदिने हो कि टेन्सन फर्किने होइन आफै हामीले भन्दैन आफै फर्केर आयो ओके वहीँ सब बेला ल के हो सबैलाई नमस्कार सबैलाई राम्रो बनाएर बाँध्यो ठिक्कको बना बलियो बना सिस्टम है कस्तो दामी देखियो है ठुलो मान्छे हुने ज्ञानी हुने विवेक है ज्ञान हासिल गर्नु पर्यो बुद्धि विवेक विचार है एकदम ठुलो मान्छे हुने आफ्नो देशको सेवा गर्ने बाबुआमाको विश्वमित्रको गुरुको सबै इष्टमित्रको कुलको घरानको है सबैलाई ख्याल गरेर ठुलो मान्छे भएर सबैको सेवा गर्ने है आफू ठुलो हुने स्वास्थ्य राम्रो हुने ल बाउलाई ढोको बुवालाई ढोको आमालाई ढोको हेभी मान्छे हुने है नभएकोमा धन्यवाद भनेर होइन अब आउँदो जिन्दगी राम्रो गर्नेछ त्यो पढ्ने के विषय हो अहिले इन्जिनियरिङ के पढ्ने कम्प्युटर ए ल आइटी ल त्यहाँ लेखेको लिस्ट हेरेर त्यहाँ पढ्नु नि त ओम केशवाय नमः भनेर होइन आलसम्म गराउने हो केही नहुँदैन त्यो खाएको जुठो माथि लाने होइन टिका लगाइदिनु गुरुलाई अब तपाईँहरूले घर परिवार सबलाई भोक लाग्छ बिचरा
रोशनको यो रोशनको तलन छ
प्रेम सुख बरसाओ शरण ब्रह्माणी ओम जय जगदीश हरे आसुर भावन ए भान्जश्री हरिहर दाता ओम जय जगदीश हरे करुणावतारम संसारसारम वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि त्वमेव माता सहिता त्वमेव बन्धु सखा त्वमेव विद्या द्रविणं त्वमेव पापोऽहं पापकर्माहं पापात्मा पापसम्भवः पुण्डरीकाक्ष सर्वपापहरो भवहम्